वेलकम टु तोलीबाङ। आज भने हाम्रो तोलीबाङ स्टार्ट गरौँ नि। अन्त मेरो तोलीबाङमा छ हाम्रो भुटनिसहरूले धेरै रोजाउने सिकम्पा सुँगुरको सुकुटी, एकदम ड्राई क्या, एकदम दामी हुन्छ क्या, मिठो। त्यहाँदेखि हाम्रो भुटनिसहरूले धेरै रुचाउने के भन्छन्, ठुलो हाम्रो भुटनिसको खोर्सानी, मिठो मिठो। त्यहाँदेखि चाहिँ भात। सिकेम्पा इज बेसिकली के हो भने चाहिँ सुँगुरको सुकुटी है गाइस, सुँगुरको सुकुटी एकदम हुन्छ। सक्नुभयो भने तपाईँहरूले सर्च पनि गर्नु सक्छौ होइन गुगलतिर, यु क्यान गेट इट, वान अफ द बेस्ट। सुरु गरौँ नि हाम्रो तोलीबाङ, अर्थात् मतलब भने नेपालीमा घिजबाङ। फर्स्ट बाइट चाहिँ खाएला। मेन माल त यहाँ छ त। यो चुवाचीको मासु नमन पराउने चाहिँ कोही छैन जस्तो लाग्छ क्या, यस्तो मिठो हुन्छ। हाम्रो भुटानमा पनि धेरै रुचाउँछ क्या, एकदम मिठो हुन्छ। हाम्रो भुटनिसको खोर्सानी भुटानमा चाहिँ अब धेरै छ क्या, अब खानेकुरोहरूदेखि लिएर भेराइटी छ क्या, विभिन्न खानेकुरोहरू टेस्टहरू टेस्ट गर्नु पाइन्छ होइन। लास्ट टाइम मिठो हुन्छ क्या, अति नै दामी। सुँगुरको थियो फलमासु खाएर बोजो खाने सुँगुर खाएको होइन क्या। सुँगुरको मासु चाहिँ खायो भने चाहिँ बोसो नै तोड्नुपर्छ। अन्त हाम्रो यो भुटनिस सिकम्पाको रेसिपी चाहियो भने युट्युबमा सर्च गर्नु नि, तपाईँहरूले पाउनुहुन्छ। एकदमै सुविस्ता छ, खाँदा धेरै दामी, बनाउँदा एकदमै सुविस्ता क्या, धेरै इजी छ, सजिलो तर यस्तो मिठो क्या। पकाउनेको सामग्रीहरू पनि मतलब आइटमहरू पनि धेरै चाहिँदैन क्या, कम्तीमा चाटचुटिक गरेर मिठो हुन्छ क्या, छिट्टो मिठो। द्याट्स वाइ भुटानमा चाहिँ जे कुरा पनि सिम्पल एन्ड बेस्ट एन्ड पिसफुल भनिदिउँ न होइन।
तपाईँहरूले मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु भने गरिदिनुहोस् है। प्लिज डु सपोर्ट होइन। मेन कुरा चाहिँ आएको नि त्यो सपोर्ट हो। तपाईँले सपोर्ट गरेर यसरी अब म अघि बढ्छु, यस्तै धेरै धेरै भिडियो लाउँछु होइन गाइस। खाइला पिस क्या दामी हुन्छ। मिठो खाँदा क्या मुहा जस्तो क्या घिउ जस्तो बिग्रियो। बोसोको आम्मामा सेला एकदम मिठो यार। जति सक्दोसम्म तपाईँहरूले प्रायः मेरो भिडियो फुलै हेरिदिनुहोस् होइन। तपाईँहरूको सहायता धेरै नै मतलब के भन्नु, धन्यवाद गरिदिउँ भन्ने होइन। खोर्सानी टुक्रा म त अब युट्युब गरेको अब धेरै दिन पनि भएको छैन होइन, सुरुवातमै छु। त्यसो गरेर तपाईँहरूको धेरै सपोर्ट चाहियो। सेला muito भातु छिटो झरिहाल्यो नि त। लाइक गर्नु नबिर्सिनु होला, सब्सक्राइब गर्नु नबिर्सिदिनु होला है। साथीहरू तपाईँहरूको आफ्नोहरूलाई सेयर गरिदिनु मेरो भिडियो होइन। धेरै धन्यवाद होला होइन। हुन्छ तपाईँहरूको माया र प्रेमले गर्दा अगाडि बढौँ न। लासेला आउँदा भन्ने सुकुटी हाम्रो सिक्कम सिक्कम
लास्ट नै दामी यत्रो बोसो के छ मिठो हुन्छ नि खाना मिठो खतरा मिठो लो आजको लागि मेरो मुखमा यति मात्रै हुँदा भएको सबैले चुप्तै पार्यो होइन लास्ट नै मिठो भएको थियो खत्रै दामी मिठो भएको थियो तपाईँहरूले अब बनाएको छैन होइन तपाईँलाई चाहिँ भुटुनी सिकम चाहेको छैन भने युट्युबमा हेर्नु सक्छौ तपाईँले सक्नुहुन्छ धेरै सुविस्ता छ बनाउनु तर खाँदा यस्तो दामी छ मिठो क्या गाइज So do like, do subscribe to my YouTube channel guys and do support. Thank you Tolibang. Gisbang sakela.